आज चाहिँ ढुङ्गामा मादल बस्ने ओह्रालो जान लाग्छौँ। हेलो आए गुवालातिर आएँ नास्ता ल्याएको छु। गुवालाको नास्ता चाउचाउहरू। आज चाहिँ ढुङ्गामा मादल बस्ने ओह्रालो जान लाग्छौँ। त्यही गुवाला जान लाग्छ। यही अन्ती अगाडि पछाडि बाख्रा छन्। अनि आइपुग्यौँ। हाम्रो गाउँमा चाहिँ एउटा बाघ आएको छ। बाघ आजकल बाघ आएको छ। जे होस् बाघ नभेटियोस्। म चाहिँ घरमा आइसकेँ। सिस्नल चिलिएर यस्तै चुचुरोमा बस्ने चाहिँ अहिले चाहिँ यो ओह्रालोमा होइन, अर्को ओह्रालोमा चाहिँ यस्तो छ गाइस होइन। ओह्राल ओह्राल होइन खोला खोला सेतो ढुङ्गा रहेछ। यहाँ चाहिँ यस्तो छ ओह्राल। यहाँ चाहिँ यस्तो भन्छ। यहाँ ढुङ्गा के हो पानी अन्नमा धेरै किन त्यस्तो यस्तो छ। अहिले बाख्रा त गयो यता खोलो छ, यता त्यो छ। यस्तो छ यहीँबाट यस्तो छ। यहाँभित्र चाहिँ यस्तो छ। पुरै घर मान्छे बसौँ भने यस्तो छ। यस्तो यहाँ बतुकी रहेछ। यस्तो छ। चाहिँ घारी यस्तो छ। लाइट बालेर हेरौँ। यस्तो छ। कालो छ। यहाँ चाहिँ क्या चुइरहेको छ यार। यस्तो छ। यहाँ चाहिँ सेतो छ। यहाँ चाहिँ यो के भने यो अर्कै छ होइन गाइस। तर ओह्रालो चाहिँ खतरा के यस्तो ओह्रालो छ यार। यहाँ मात्रै यता त यस्तो मानिन्न। यहाँ के रहेछ नि गाइस यस्तो छ। यहाँ चाहिँ खतरा छ कि ओह्रालो चाहिँ। यहाँ माथि फेरि यहाँ ढुङ्गा जमिया छैन माथि होइन। यस्तो अड्या छ कि शक्ति जस्तो हेर्नु। यहाँ चाहिँ एउटा बिचबाट चिदिया छ। अनि त्यहाँ माथि पनि छुया छैन। यहाँ माथि पनि छुया छैन। तर यो ढुङ्गा बिचमा अड्डिया छ। अनि तलको ढुङ्गा अड्डिया छ। यस्तो छ। यता पनि छ होइन। यस्तो ओह्रालो छ कि पुरै छोडी। हामी चाहिँ यो ओह्रालो अब छोड्यौँ होइन। अब अर्को ओह्रालो छ। अब चाहिँ मादल बस्ने ओह्रालो आउँछ। यस्तै ढुङ्गो ओह्रालो छ। यस्तै ढुङ्गोमा ओह्रालोमा एक ढुङ्गो छ फेरि। अन्त त पुरै ओह्रालोभरि बस्दैन। एउटा ढुङ्गो छ। त्यो ढुङ्गोमा चाहिँ ढुङ्गा हान्ने भने मादल बज्छ। ठुलो वर्षा बोक्नु भएको छ। सायद पानी सानी बादल गरिरहेको छ। आज पानी पर्न सक्छ भनेर छाता ल्याएछौँ। छाता अनि नास्ता चाउचाउ पानी अनि पानी सानी ल्याइन आछौँ। कता यहाँबाट आइन्छ। यहाँ त सामान्य ओ माई गड भित्र चाहिँ खतरा भित्र के खतरा भइहाल्छ के। ए गाइस हेरमा आएँ भित्रबाट डाँडा काँडा देखिन्छन्। यस्तो होइन। ए माथि ओह्रालोमा छु होइन।
यो चाहिँ पहिल्यैदेखि अलिअलि शक्ति भएकै ओह्रालहरू हुन् यिनीहरू चाहिँ, नत्र यस्तो ओह्राल चाहिँ कतै त्यस्तो पाइनन् नि होइन। भिडियो टिक्टो बनाउँदा नास्ता सास्ता खाइसक्नु होइन गाइस। अब हामी चाहिँ हेर्छौँ 2 बजीतिर नास्ता खाइदिउँ, भइया भए खाइहाल्छ होइन, खायौँ होइन। ए त्यो ओह्राल हो, अर्को ओह्राल तल यहाँ छ, तल ऊ चाहिँ तल हो मादल भन्ने ओह्राल चाहिँ। मादल भन्ने चाहिँ ओह्राल चाहिँ अलिक घर जाने त्यहाँनिर बाटो चाहिँ तिरेर लगिन जाने गरी। अहिले चाहिँ पर धारामा गएर हामी एकछिन यसो टिकटक सिकटक बनाउँछौँ होइन, टिकटक सिकटक हाल्नेछु। हेलो गाइज, मा चाहिँ फेरि आइसक्यो होइन मादल भन्ने ओह्राल चाहिँ होइन। गाइज हेर्नुहोस् बच्चा, यो बज्दैन, यो बज्दैन अनि यो बज्दैन, यो बच्चा यो अर्कै बच्चा, यो बच्चा दिदी यो बज्दैन। ढुङ्गै फुटेको यार। यस्तो बच्चा, यो सानो बच्चा, यो बच्चा अनि यो यस्तो बच्चा, अरू कोही बज्दैन। यस्तो बच्चा अनि मैले देखाइहालेँ होइन, सुन्यो त्यो गरिदिनु भयो। यहाँ चाहिँ पहिल्यैदेखि पुर्खैदेखि बज्दै गऱ्यो। अब हामी चाहिँ आजकलको अब हामीलाई के रहस्य पनि थाहा भएन होइन। बुढा बाजेहरूले भन्नुहुन्थ्यो पहिल्यैदेखि बज्थ्यो भन्नुहुन्थ्यो। अरू ढुङ्गामा बज्ने रहेछ अचै महिना, मैले पनि अचै महिना चाहिँ पहिलापट्टि भेषमै र लाग्थ्यो 2-3 चोटि त म पनि आएँ होइन। यहाँ जानु पऱ्यो। हजुरहरूलाई कस्तो लाग्यो, हजुरहरूलाई जस्तो लाग्यो उस्तै कमेन्ट गरिदिनु होला। अनि राम्रो लाग्यो भने लाइक कमेन्ट गरिदिनु होला। हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। म चाहिँ अब घर जानु लाग्यो, त्यही भएर जतातता कालै काला छ नि। हेर्न यो सेतो छ, यहाँनिर पनि अर्कै छ। हेर्न यहाँनिर यस्तो हुन्छ नि त उटिला जस्तो बिब्रा जस्तो धेरै छन्। अनि यहाँनिर यस्तो छ गाईका थुन जस्तो हुन्छ त, अनि ठ्याक्क भयो। अनि यहाँ यिनी कहाँ छन् बाघा? नलाई बाघ यहाँ कहाँ हुँदैन। यहाँ दियो भने मैले यहाँ दिनु यिनी हेर गाइस यस्तो छ, यस्तो छ गाइस। माथि यस्तो नाच्छु